आज गाउँ जाने भनेर बुढाबुढी हिँडेको त झन्डै बस छुटेन। अलराइट गाइज, हजुर सन्चै हुनुहुन्छ होला। आज चाहिँ म गाउँ जानेवाला छु। म चाहिँ बस्ने ठाउँनिर पुगेर पनि बस आइसकेको छ। हामीलाई चाहिँ अरू ठाउँ सिट नमिलेर हामी चाहिँ लास्टको सिटमा बुढाबुढी बसेको। त्यसपछि हामी सिधा ओर्ल्यौँ बबै। नास्ता त खान पर्यो, भोक पनि लागिरहेको थियो। मान्छे बसदेखि आउन पाएको छैन। हेर चाउमिन खाएको, उसले चाहिँ चाउमिन खाने, मैले चाहिँ कोक खाएको। म चाहिँ चाउमिन खाँदैन नि त, त्यही भएर मैले चाहिँ कोक खाएको। नास्ता खाने बित्तिकै फेरि हामी पछिको सिटमा आइदियो। लम्प साह्रो पारे सुत्दिएको। यसो बबैको भ्यू देखाइदिउँ न त एकछिन भनेको त सिधा हाम्रो गाउँ पो देखिन्छ त बा। गाउँ केही देखाएको थियो, बस ओर्लिने ठाउँ पनि आइसकेछ। त्यसपछि बुढाबुढी टक्राई घरतिर चल्यौँ। त्यसपछि हामी हजुरआमाको घरदेखि छिर्यौँ। हजुरआमा बाहिर बस्नु भएको रहेछ। त्यसपछि हामीलाई आशीर्वाद दिनुभयो। अघिको पुरा भिडियो चाहिँ हजुरआमाहरूलाई ढोकेको चाहिँ देखाउन पाएन, चार्जर थिएन, स्विच अफ सटडाउन भयो मोबाइल। त्यही भएर अहिले यस्तो अर्को मोबाइलदेखि एउटा मोबाइल चार्ज हालिरहेको चाहिँ। ल त गाइज, आजलाई चाहिँ यति नै हुनेछ। मिल्ते हे नेक्स्ट भ्लग पे गाइज। बाई बाई, टाटा। सबैलाई लाइक कमेन्ट गर्न नभुल्नु होला।